नमस्ते सम्पूर्णमा। यो चाहिँ हो मेरो जन्मघर अनि ऊ चाहिँ हो बहिनी जानुका। शिक्षा सेवा आयोगमा नाम निकालेर आज उसले खुसी बाँड्नको लागि सबैजना आफ्ना आफन्तहरूलाई बोलाएकी छिन्। अनि भाउजू चाहिँ बिजी हुनुहुन्छ, खानासाना रेडी गर्दै हुनुहुन्छ, अचार बनाउँदै हुनुहुन्छ। म चाहिँ सानो यसो भिडियो हेर्नुहुन्छ भनेर खिच्दैछु। खाना चाहिँ रेडी भइसकेको छ। अनि यता छ मटन रेडी भइसकेको छ। मटनहरू चाहिँ सबै भाइले, मासुको आइटमहरू चाहिँ भाइले बनाउँदैछ। ऊ चाहिँ अलिक पर्फेक्ट छ नि त। ऊ चाहिँ हो भाइको छोरी लक्ष्मी। यता भाउजू पापा रेडी गर्दै हुनुहुन्छ। मामा खाना थाल्नुभयो। यता बच्चाहरू खुसीले सबैलाई। म चाहिँ भाइको छोरी बोकेर खेलाउँदैछु। यता फेरि अदित भाइ चाहिँ मजाले चिसो बनाउँदैछ। बारिस्टर सिकेर हामीलाई चखाउने अरे नि त, अनि उनले बनाउँदैछ। आफै बाँड्न जाँदैछ। उहाँ चाहिँ हुनुहुन्छ मेरो ठुलो मम्मी, जानुकाको मम्मी। यता हजुरआमा माइजूहरू आफ्नै सुरमा खाँदै हुनुहुन्छ। यसरी भेटघाट हुँदैन नि त, कहिलेकाहीँ भेट भएको बेलामा यसो फोटो भिडियो होइन, रमाइलो यसो। अनि यता हुनुहुन्छ बुवा र ठुलो बुवा खाना खाँदै। यता बुहारीहरू। हाम्रो चाहिँ ठाउँ अलिक फराकिलो छैन र जता पायो त्यतै बसेर खान्छौँ। हामी चाहिँ एकदम टेबल कुर्सीमै बस्नुपर्छ भन्ने चाहिँ छैन, आफ्नै तालमै। यता दाजुभाइहरू चाहिँ पुरा भुइँमा मजाले म्याट बिछाएर खाना खान सुरु लास्टमा। अनि यता कोठामा हेरेको त मम्मी माइजूहरू त आफ्नै तालमा टिकटक सुटिङ हुँदै रहेछ है। मैले चाहिँ यसो रमाइलो भिडियो बनाउँदैछु। यता मम्मीहरूको आफ्नै ताल छ। यसरी भेट भएको बेलामा भिडियो बनाइराख्नलाई माइजू नाच्दै हुनुहुन्छ। रमाइलो हुन्छ नि त यस्तो भिडियोहरू थोरै सबै। लास्टमा चाहिँ हामीले खानापिना खाइसकेर नाच्नु थाल्यौँ सबैजना रमाइलो गर्दै। आफ्नै तालमा नाच्दैछौँ है। मजाले बुवा, ठुलो मम्मी आफ्नै तालमा सबैजना। यसरी भेट हुन गाह्रो पर्छ नि त। सो कहिलेकाहीँ झुक्कल पुक्कलमा भेट भइहाले पछाडि हामी यसरी रमाइलो गर्छौँ। मामा आफ्नै तालमा। दाजु चाहिँ मेरो नाच्दै हुनुहुन्छ, सबैजना रमाइलो गर्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ। हामीले चाहिँ यसरी रमाइलो गऱ्यौँ है। थ्याङ्क यू फर वाचिङ।